आज म फेरि नयाँ नयाँ भ्लग लिएर आएको छु। मैले डे बाई डे हाल्न खोजेको छु भ्लग। त्यही हिसाबले अब मेरो साथीहरूलाई पनि देखाउन चाहन्छु। अब कुशलको घरतिर जाँदैछु, त्यहाँदेखि साथीहरू पनि भेटिन्छन्, साथीहरू पनि भेटिँदैछन्। अब त्यही हिसाबले अब हजुरलाई पनि देखाउँछु, मेरो भ्लगमा जोडेर आउनु होला। अब यहाँ यस्तो यस्तो चर्को घाम लाग्छ, यहाँ अब चर्को घाम लाग्छ। अब त्यही हिसाबले म भ्लग हाल्दैछु गाइज। मलाई मात्र देख्नुभयो होला, के गर्ने अब यस्तो घाम छ, यस्तो घाममा हिँड्नु परेछ। अब के गर्ने गाइज, यस्तो गर्मी छ के, यस्तो गर्मी छ। अब गर्मी छ, अब के गर्ने। तपाईँहरूले डे बाई डे भ्लग कमेन्ट गर्नुहोस् त म च्यालेन्ज पनि लिएर आउनेछु। डे बाई डे च्यालेन्ज पनि शनिबार शनिबारमा च्यालेन्ज फुड क्रेज लिएर आउनेछु। हजुरले कमेन्ट मात्रै गरिदिनुहोस्, म च्यालेन्ज पनि लिएर आउँछु। त्यही हिसाबले म कुशलको घर जाँदैछु कुशललाई देखाउन। अनि भिडियो पनि छ हाम्रो साथमा, भिडियो पनि जोडिने वाला छ मेरो साथमा। अब त्यही हिसाबले म भ्लग बनाउँदैछु गाइज। हेर्दै जानु होला। अब त्यही हिसाबले गाइज सन्चै छ होला। अब म कुशलको घरतिर प्रवेश हुँदैछु। अब त्यही हिसाबले कुशल यहाँ के गरिरह होला, कुशलले भाडा माग्दै होला कि के गर्दै होला। यहाँ जमुना आन्टी पनि हुनुहुन्छ सँगै। यहाँ जमुना आन्टी हाई गरिदिनु। जमुना आन्टी मेरो भ्लगमा अब कुशल यहाँ भाडा माग्दैछ। कुशलले भाडा माग्दैछ गाइज। अब त्यही हिसाबले अब जमुना आन्टीले नयाँ नयाँ तातो सब्जी पकाउनु भयो। अब भात खाना सब्जी पकाउनु हुनुहुन्छ जमुना आन्टीले। अब भात खाने तयारी पनि हुँदैछ, 9-10 बजेतिर भात खान्छ। अब यहाँ शिशिर फेरि शिशिर यस्तो यहाँ पढ्दैछन्। अब एक्जाम पनि फेरि नजिक आउँछ। अब स्कुल खुल्छ, अब होमवर्क चेक गर्छन्। अब त्यही हिसाबले अब भ्लग बनाइन्छ गाइज। मेरो भ्लगमा राम्रोसित सब्सक्राइब लाइक सेयर सब्सक्राइब गरिदिनु होला। धेरै धेरै हार्दिक शुभकामना छ। अब हजुरलाई छठ पर्वको पनि धेरै धेरै शुभकामना छ हजुरलाई। अब के भनौँ, अब नयाँ नयाँ भ्लग लाग्छ थोरै थोरै। अब त्यही हिसाबले बनाइन्छ गाइज। अब कक्कलाएर अब एकैछिनमा निस्किन्छ गाइज। अब शनिबार हजुरले कमेन्टमा लेख्नुहोस्, च्यालेन्ज पनि लिएर आउँदैछु शनिबार। अब कमेन्टमा हजुरले के च्यालेन्ज गर्ने लेख्नुहोस्, च्यालेन्ज पनि लिएर आउँदैछु म। अब त्यही ठिकै छ। अब हजुरको आरामै हुनु होला। हाम्रो तिहार पनि गइसक्यो, अब छठ आउँदैछ। कुशल नि भाँडा माझेर आइसकेको छ गाइज। धेरै लजाएको के लजाउँछ। अब म भिडियो पनि हाम्रो घर आइसकेको छ। अब भिडियो पनि देखाउँदैछु। यो भिडियो भ्लगमा आयो भने हेलो गाइज राम्रोसित भन्दा न। यहाँ हाम्रो पोखरीको भाइ पनि छ भाइ। त्यही हिसाबले अब पोखरी पनि हजुरलाई एक दिन टुर दिनेवाला हो। पोखरीको पनि मेरो त्यही चाहना हो 10K पुऱ्याइदिनु। त्यहाँदेखि मैले छिटो मैले गिभ पनि हालिदिएको गाइज। त्यही हिसाबले अब लाइक सेयर सब्सक्राइब गर्नु होला गाइज। अब भिडियो ठिकै बनाउँछु गाइज। त्यही हिसाबले अब यहाँ केटाहरू पनि आइसक्छन्। अब हजुरलाई अझै 5-6 जना पनि देखाइदिन्छु। अब एक दिन हजुरलाई मिठो पिरो साइकल भ्लग पनि आउने हो। राइडमा पनि हजुरलाई पनि बोलाउने छु राइडमा। मेरो लिङ्क डिस्क्रिप्सनमा हुन्छ। त्यो दिन मैले हजुरलाई भन्नेछु कुन दिन हाम्रो राइड हुन्छ। यहाँ अब घरतिर जाँदैछु हजुरलाई। अब सन्चै हुनुहुन्छ होला। यस्तो गर्मी छ यहाँतिर। जाडो सिजन भने पनि यस्तो गर्मी हुन्छ यहाँ। त्यही अब धेरै भिडियो पनि लामो भइसकेको छ। अब त्यही हो। अब हजुरलाई छिट्टै पनि नयाँ नयाँ भ्लग आउँदैछ। दिनको एउटा डे बाई डे भ्लग सर्ट्स पोस्ट सबै आउँदैछ गाइज। त्यही हो गाइज। अब यति भन्दै म आफ्नो भिडियो यही इन गर्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ भाइ।